नेपालमै गरौँ फर्स्ट चोइस चाहिँ नेपाल नै होस् होइन अहिले सबैले अब +2 गर्यो कि विदेशी विदेश भनिरहेछ अनि फ्यामिलीबाट पनि त्यस्तै भइरहेछ कि अहिले त कल्चर नै कस्तो डेभलप भइदियो भने विदेश जान चाहिँ हामी चाहिँ जति पनि लगानी गर्न तयार छौँ तर यहाँ चाहिँ केही गरौँ भन्दाखेरि चाहिँ किन इन्सेक्योर फिल गरिरहेछौँ होइन अवस्था त्यस्तै देशको त्यस्तै भएर नि होला अब हामीले नै गर्ने हो होइन सबैजना विदेश गयो भने त यो त खण्डार बनिन्छ होइन फुड आइटम लोकल चिकनको 1 चिकन 4 आइटम तपाईँले ड्रिङ्क्स मड्का चिया हामीले भर्खर लिएर आएको छौँ कस्टमरलाई राम्रो लागिरहेछ फुडलाई राम्रो छ अरू छ लोकल आइटमलाई नै हामीले विशेष प्राथमिकता दिएका छौँ लोकल चिकन मटनहरू फिसहरू कोदो फापरको रोटीदेखि लिएर ढेँडोहरू थकाली खानाहरू हाम्रो विशेष हो है हाम्रो यो कन्सेप्ट चाहिँ कस्तो हो भने अब सबै मोडर्नाइज भइरहेको अवस्थामा चाहिँ हामीले कल्चरलाई होइन ट्रेडिसनललाई बिर्सिनुहुन्न भन्ने मेन कन्सेप्ट नै त्यही हो है बिर्सिनु हुँदैन यसलाई चाहिँ कसरी हुन्छ लिएर जानुपर्छ नयाँ पुस्तालाई पनि चिनाउनुपर्छ हाम्रो रुटलाई भन्ने हाम्रो मेन थिम नै त्यही त्यसमा वर्क हो प्लस अब मेरो जन्मभूमि नै यहीँ भएको हिसाबले चाहिँ म यो ठाउँलाई चाहिँ प्रमोट गरौँ म त त्यही भन्छु नयाँ जति पनि कन्सेप्ट गरिरहनु भएको छ यहीँ गरौँ बरु सानो सुरुवात गरौँ यसलाई लार्ज गर्दै लिएर जान सकिन्छ फ्युचरमा रिभ्यू एकदम राम्रो छ रिभ्यू कस्तो छ भने सबै रिलेट सबै जेनेरेसनलाई एउटा क्याची छ है मेरो बुवा हजुरबाको जेनेरेसनलाई पनि यसले क्याच गरिरहेछ किनभने ओहो यसले चाहिँ यस्तो गरेछ है यसले चाहिँ जोगाइरहेछ यो कल्चरलाई चाहिँ हामी छोराहरू होइन जति पनि विदेश जाँदै हुनुहुन्छ गएर आएको मान्छेलाई पनि हाम्रो यो यस्तो हुन्छ है यो गाउँले भर्याङ यस्तो हो होइन हामी यसरी यसरी गर्थ्यौँ हाम्रो चकटी होइन चौतारा खाना यस्तो हो मोहीको स्वाद यस्तो हो ढेँडो यस्तो हो भनेर चिनाउन लिएर आउनुहुन्छ